दुलेगौंडा स्थित शिव पञ्चायत मन्दिर र अध्यक्ष संस्थाबीच जग्गा विवाद दिनभर तनाव। नमस्कार, म राजन रिमाल। शुक्ला गण्डकी नगरपालिका 4 स्थित शिव पञ्चायत मन्दिर, अद्वैत संस्था र अद्वैत ज्ञान मार्गसँग सम्बन्धित जग्गा विवादका कारण बिहिबार दिनभर तनाव अवस्था सिर्जना भएको छ। स्थानीयवासीले 2042 सालदेखि संरक्षण गर्दै आएको जग्गा अद्वैत संस्थाले आफ्नो नाममा दर्ता गराएको भन्दै विरोध जनाएका छन्। केही स्थानीयले उक्त जग्गा अनियमित रूपमा दर्ता गरिएको आरोप लगाएका छन् भने अर्कोतर्फ कानुनी प्रक्रिया तथा त्यो संस्थाको गरिएको छ। अब यो अदालतबाट के आएको छ, बोर्ड आउँछ, के आउँछ भनेर हामी चाहिँ त्यसैको निमित्त अब यहाँ के छलफल हुन्छ अथवा सुनाइमा के हुन्छ त्यसै बुझ्नको लागि त्यति मात्र। टोलको हिसाबले कसो यो जग्गा कसको हुनुपर्ने? टोलको हिसाबले त अब शिव मन्दिरको जग्गा हुन पर्यो र अब त्यहाँ चाहिँ अद्वैत ज्ञान मार्ग अहिले अद्वैत ज्ञान मार्ग हामीले दिएको हो। त्यहाँ हामीले त्यहाँ दिएर उहाँहरूले भोग चलन गर्दै आउनुभयो। उहाँहरूले आफूहरूले पैसा उठाएर भवन पनि बनाउनु भयो। त्यो हुनाले अब चाहिँ यसको लागि यो शिव मन्दिर हुनुपर्छ। अब लालपुरका शिव मन्दिरको नाममा हुन पर्यो। अनि यो चाहिँ बाहिरको अरू आएर 8 नम्बरको जग्गालाई आक्रमण गरेर आज यहाँको विषय के हो भने यो मन्दिरमा सुरुमा शिवकुमार श्रेष्ठले 2042 सालमा पञ्चमुनि स्कुललाई जग्गा बेच्दै गर्दा उहाँले रोकेर शिवालय मन्दिर बनाउनु भएको र यहाँ पूजाआजा गरेर यहीँ बस्दै उहाँको निधन भयो। अनि त्यसपछि 55 सालमा नापी आउँदा हाम्रो यो मन्दिर दर्ता नभएको हुँदा उहाँहरूको दर्ता उहाँहरू पनि आएर थोरै ठाउँ दिनुहोस् भनेर बसेको अवस्था पनि थियो। हामी थोरै जग्गा दिएको पनि थियौँ। त्यो बेलामा चाहिँ के हो भने हामीसँग दर्ता पनि छैन। हाम्रो गल्ती भनौँ कि उहाँहरूलाई हामीले सहमतिमा 2-3 आना जग्गा दिनुला, तर लालपूजा तपाईँहरूको नाममा बनाउनु पऱ्यो भनेर त्यो कुन अवस्थामा भयो भने जब मन्दिरको दर्ता थिएन, उहाँहरूको दर्ता थियो। दर्ता नभएको कुनै पनि संस्थालाई लालपूजा नदिने भने हुनाले हामीले सहमतिमा उहाँहरूको नाममा लालपूजा निकालेको। लालपूजा पाएपछि उहाँले बदमासी गर्नु। हामी चाहिने पीडित भएरै हो। हामीले जति आमाहरूले यसो जम्मा गरेको 2-4 वर्ष जम्मा गरेको आम्ने 2-4 जना आम्ने आएर चाहिँ लिएर जाने। कहाँ गयो पैसा भन्दा तपाईँहरूलाई के चाहियो भनेर भन्ने। हामीले यस्तो भएन, यहीँ लगानी गरौँ, यहाँ हाम्रो चाहिँ यहाँ क्षतिपुगेको छ, यताउति भएछ भन्दा उहाँहरूले 1 पैसा दिनु भएन। नदिएपछि उहाँहरू चाहिँ एकदम त्यस्तो खालको भावना गर्ने। हामीले चाहिँ आएर खाना पकाउने खम्ने कस्तो गरियो त्यो बेलामा। आखिर त्यसलाई चाहिँ केही उनै गरेनन् क्या। नगरेपछि हामीले भयो त्यो संस्थासँग लाएन भन्नु। फेरि उहाँ रिनु पनि भएन। कति वर्ष भयो त्यो संस्था रिनु पनि भएन। रिनु पनि अझैसम्म भएन। त्यो रिनु नभएको संस्था यस्तो लापरवाही गरेर हामीलाई दबाब गरेर भन्दा एउटा संस्था खोलौँ भनेर नगरपालिका गएपछि नगरपालिकाले हुन्छ भनेपछि हामीले अद्वैत ज्ञान मार्ग भने नयाँ खोल्यौँ। गुरुका पुस्तक उनै हुन्, ग्रन्थ उही हो, धर्म त्यही हो, सबै कुरा चाहिँ त्यही हो। हामी त्यो चाहिँ हामीले बनाएको भवनमा हामी आफै सत्सङ्ग गरिरहेका छौँ। तपाईँहरू भन्नुहुन्छ पैसा इन्डिया नपठाऊँ, उहाँहरूले भन्नुहुन्छ यता खर्च नगरौँ, इन्डिया पठाउनुपर्छ भनेर उहाँहरूले मुठो पारेर लाने। अडिट भएको छैन, हिसाब किताब छैन। सबै ठाउँमा जाँदाखेरिमा करोडौँ रुपियाँ जान्छ नि। यो भवनको विवाद के हो त, कसरी मिल्न सकिन्छ त? भवनको विवाद चाहिँ नि अब हामीले त्यो बेलामा के हो नापी आउँदाखेरिमा एउटा संस्थाको चाहिँ नाममा हुनु पऱ्यो भन्दाखेरि हामी सबै त्यहाँका चाहिँ भद्र भलादमी सबै बसेर ठिकै छ अध्यक्ष संस्था नाममा गरिदिउँ के अरे भनेर मन्दिर पनि बनाएको अध्यक्ष संस्था नाममा गरिदिउँ भनेर गरेको हो। यो अध्यक्ष संस्थाको चाहिँ नि त्यो नाम मात्रै हो, काम हामीहरूकै हो, हामीहरूले गरेको हो। हामी अध्यक्ष संस्था थियौँ। अब अध्यक्ष छुट्टिएपछि उहाँहरूले हाम्रो भनेर भन्नुहुन्छ, उहाँहरूको होइन, जग्गा हाम्रै। अद्वैत संस्थाको पूर्जा भएको आज 50औं वर्षसम्म भोग चलन गर्दै अद्वैत संस्थाले भोग चलन गर्दै आएको मन्दिर खोज्दाखेरि उहाँहरू यसरी पाखुरा मिच्दै आउनुभयो, लड्न आउनुभयो। हाम्रो बगैँचा पूर्जा छ, प्रमाण छ। अब यो पहिला चाहिँ यो सरकारी जग्गा हो।